मध्यपूर्वबाट एउटा निकै ठूलो र महत्त्वपूर्ण खबर आएको छ। दुबईमा भएको एउटा घटनाले अहिले विश्वकै ध्यान तानेको छ र आज हामी स्रोतहरूबाट प्राप्त जानकारीको आधारमा यो के हो भनेर विस्तृतमा केलाउँदैछौँ। त्यसो भए के दुबईमा साँच्चै आपतकालको अवस्था हो त? प्राप्त रिपोर्टहरूले त के गम्भीर कुरातिरै सङ्केत गरिरहेका छन्। आउनुहोस् यो घटनाको गहिराईमा जाउँ। सबैभन्दा पहिले सुरु गरौँ घटनाको केन्द्रबिन्दुबाटै। रिपोर्टहरूका अनुसार वास्तवमा के भयो र यो सबै कहाँ घट्यो त्यो कुरालाई प्रश्न पारौँ। समाचार स्रोतहरूले यही कुरा पुष्टि गरिरहेका छन्। दुबईमा ड्रोनबाट हवाई हमला भएको छ। यही एउटा घटनाले अहिले सबैको ध्यान खिचेको छ र यसैले गर्दा त्यहाँ कडा सुरक्षात्मक कदमहरू चालिँदैछन्। अनि यो हमला भयो कहाँ त? सुन्दा अचम्म लाग्न सक्छ, तर रिपोर्टहरू भन्छन् यो संसारकै सबैभन्दा चर्चित भवनहरूमध्ये एक बुर्ज खलिफा नजिकै भएको हो। अब यस्तो ठाउँमा हमला हुनुले घटनाको गम्भीरतालाई साँच्चै अझै बढाउँछ, किनभने यो एक विश्वव्यापी पर्यटकीय र व्यापारिक हब हो। अब यस्तो हमलाको खबर आएपछि स्वाभाविक रूपमा अधिकारीहरूले तत्कालै प्रतिक्रिया जनाए। अब हेरौँ शहरलाई सुरक्षित राख्न तुरुन्तै के कस्ता उपायहरू अपनाइए। सावधानीका लागि तुरन्तै 3वटा मुख्य कामहरू भए। पहिलो, बुर्ज खलिफालाई मानिसहरूबाट पुरै खाली गराइयो। दोस्रो, सुरक्षाको कारणले भवनको बत्तीहरू पनि निभाइयो। अनि तेस्रो, र यो एकदमै ठूलो कदम हो, अर्को सूचना नआएसम्म शहरका एयरपोर्टहरूमा सबै उडानहरू बन्द गरियो। रिपोर्टहरूमा खास गरी 2वटा ठूला एयरपोर्टहरूको नाम आएको छ जहाँ उडानहरू रोकिएका छन्। एउटा हो दुबई अन्तर्राष्ट्रिय र अर्को अल मक्तुम अन्तर्राष्ट्रिय। यसले शहरको आवत जावतमा कति ठूलो असर पर्यो होला अनुमान लगाउन सकिन्छ। तर यो घटनाको असर दुबईमा मात्रै सीमित रहेन। यसको तरङ्ग त विश्वभर फैलियो, जसको प्रभाव अन्तर्राष्ट्रिय स्तरमा पनि देखिन थाल्यो। आउनुहोस् अब यो विश्वव्यापी असरबारे कुरा गरौँ। यसको पहिला र सायद सबैभन्दा ठूलो असर देखियो हवाई यात्रामा। स्रोतहरूका अनुसार मध्यपूर्वको तनावलाई ध्यानमा राख्दै धेरै देशहरूले अस्थायी रूपमा आफ्नो हवाई क्षेत्र नै बन्द गर्ने निर्णय गरे, जसले गर्दा विश्वभरको हवाई सञ्जालमा नै खलबल मच्चियो। र यसको सिधा असर भारतमा पनि देखियो। रिपोर्टहरूमा भनिएको छ एयर इन्डिया र इन्डिगो जस्ता भारतका ठूला एयरलाइन्सहरूले मध्यपूर्वतर्फका आफ्ना धेरै उडानहरू कि त रद्द गरे कि त बाटो नै बदले। यसले घटनाको असर कति टाढासम्म पुग्यो भन्ने कुरा प्रश्न पार्छ। अब अन्त्यमा यो घटनालाई एक्लै हेरेर मात्रै बुझ्न सकिँदैन। यसको पूरा चित्र बुझ्नका लागि हामीले मध्यपूर्वको बृहत भू-राजनीतिक तनावलाई पनि हेर्नुपर्ने हुन्छ। स्रोतले यसलाई त्यस क्षेत्रमा चलिरहेको तनावसँग कसरी जोडेको छ, अब त्यो हेरौँ। स्रोतले यो घटनालाई त्यस क्षेत्रको तनावसँग जोड्दै एउटा वाक्यांश प्रयोग गरेको छ, इजरायल-इरान युद्धको बीचमा। यो सानो वाक्यांशले नै घटनाको सम्भावित भू-राजनीतिक पृष्ठभूमितिर ठूलो सङ्केत गर्छ। समग्रमा भन्नुपर्दा यो समाचार रिपोर्टले मध्यपूर्वको अवस्था एकदमै तीव्र गतिमा बिग्रदै गएको र थप अस्थिर बनेको देखाउँछ। मतलब यो एउटा मात्र घटना नभएर त्यस क्षेत्रमा बढिरहेको तनावको एउटा सङ्केत हुन सक्छ। त्यसो भए अब महत्त्वपूर्ण प्रश्न उठ्छ, के यो एक पटकको घटना मात्रै हो वा यो कुनै ठूलो द्वन्द्वको सुरुवात हो र यसको दूरगामी असरहरू के हुन सक्छन्? यी प्रश्नहरूमा सोच्न जरुरी छ।